हेलो गाइज बिहानीको झुल्के घामसँगै आज फेरि हामी नयाँ भिडियोमा हजुरलाई स्वागत छ। मेरो बुढीले यहाँ आलु यसो चिलाएर भाँडामा राख्दैछ। अब हामी चाहिँ के अरे बलमरी साग टिप्न जाने। बलमरी साग भने अहिले देखिहाल्छ नि, त्यो पनि बलमरी भन्छ क्या यता। तपाईँहरूकोतिर चाहिँ के साग भन्छ? यसो चाहिँ बलमरी भन्छ। पालुङ्गो कि होइन त्यो साग होइन। ल जाउँ बुढी। त्यो धुनु ट्याक्क फुपुन जाने हो। जाउँ ल जाउँ गाइज। यहाँ चाहिँ भाइ ट्याक्कै किदी भेटेर आएर सुतिरह। भाइ चाहिँ इतना साह्रो आँखा हेरेर सुत्छ। उसको बानी यस्तो आँखा चाहिँ यस्तो हेरे तर सुत्यो कि थाहा होइन। फुपूले यहाँ लसुनमा पानी हाल्दैछ। ब्लग्स फुपूले चाहिँ तेरो टाउको भने ल गाइस। यहाँ चाहिँ मेरो बुढी यसो भाँडा पखालिरहेको छ। यो सुकिसक्दा नि पानी हाल्नुपर्छ र लसुनमा। ल गाइस अब चाहिँ हामी बलमरी टिप्न जान्छु। त्यो बाल्टीमा हुन्छ, दुईजनाले सजिलो नि हुन्छ। ल आँखैको निशाना देखाइ मैतिर भातै पाकिसक्यो तर त्यस्तो तरकारीको जाडजुड गर्नु जान्छ नि। गाउँतिर भात त्यस्तो खोज्दै खाँदै हो कि शर्मा जस्तो किनेर खानै पर्दैन। ल जाउँ है गाइज। हजुर यहाँ उदीमा हाल्नु भने बाल्टिनमा हाल्ने। ल जाउँ अगाडि जाउँ। अब मैले देखेको छैन कता गोरतला हो कि धेरै नै छ। अझै स्टिक यो चप्पल ल्याउनु छ, अर्को चप्पल त टोकेर त कुकुरले त। त्योभन्दा अगाडि त टोकेको थिएन है। त्योभन्दा अगाडि टोकेको थिएन है। त्यहाँ माथिबाट ट्याक्क यसो साँच्ची त बमहरूले साग त फुल्याएको त भने है। फुल्याइ थिएन हजुर होइन। गोठदेखि सररै देख्छ नि त। के तपाईँ जाने यताबाटै सजिलो होला साँच्ची त। के गोठबाटै सजिलो होला। गोठबाटै सजिलो हो कि। यो स्कुल हो आज ढुसी लगाएर। हाम्रो दिन त अब त्यस्तै हो कि सधैँ ढुसी लगाएर। अनि गोठ हो यो चाहिँ हाम्रो गाउँको स्कुल हो। यहाँ चाहिँ पहिला हामी पढ्दा चाहिँ त्यही 7सम्म थियो, अहिले घटेर पछि फेरि घटेर हामी पढ्दा 5सम्म। यो चाहिँ भगेर अर्को सारू भन्ने हुन्छ क्या। सारू भन्ने अर्को ठुलो खालको मम्मी त हेर्छु। मम्मी के तरकारी खाने भने हो त नि? के बुझ्छ त्यही बलमरी हो। त्यो फुपूलाई पठाइदिनु, हामी अर्कै त्यो बुढाबुढी टिप्न जान्छ। फुले खाने र हामी एकछिन गएर आउँछु कि छ कि गएर आउँछ। दाल लिनु त दालहरू लिएर आउनु त। पैसा नहाल्न जिउ। यही त खाँदा लठमा यही हो हाम्रो गोठ। आलु यहाँ छपक्कै भए यहाँ दुईवटा गोरु छ। गोरु दुईवटा पारा। कहाँ हो मम्मी तपाईँले टिपे? त्यहीँ होला। लु हामी त मम्मी हराइगयो भनेर यार। त्यो त काट्यो हो। अब यो यहीँ पाक्ने हो कि यो चाहिँ हतारको गोरु मम्मीले काट्दै होला नि। काट्यो होइन होला, आफै कुहिएर भाँची काटेछ।
अनु चाहिँ यहाँ हाम्रो किम्बु काल चढ्न आइरहेछ ट्याक्क त्यसो भने किम्बु तान्ने हजुर दाल लिनु जान्न त्यही हो ठुल्ठुलो खानु अनि 100 रुपियाँ त छ नि ठुल्ठुलो हुन्छ मम्मी हुन्छ यही हो कि बलमडी सगन त्यो त तपाईँकै पस्न राख्दै बुहारीले चलाएन नि त मेरो बुढी ट्याक्क बलमडी टिप्दैछ खै टिप्नु न हो यो सबै हाम्रो बारी हो हुन्छ किम्बु त के हो त यो घामले टल्केर कस्तो नराम्रो देख्ने है कस्तोरी होइन यार ल फुपुला टिप्दिनु भने भयो धेरै नटिप म खानु हुन्न भने देऊ जाऊ न भयो भने किम्बो यहीँ छ बुबु टन्नै यहाँ ल भयो यार धेरै माया नभयो किम्बुको हाल्टो भ्या बुढीहरूले बुढी र अनुले अन्त लाजा अन्त उता हेरेर ल न यार बलमाटी त के हो त यार यो साग तिम्रो मान्छे त के भयो ल जाउँ ल यहाँनिर चाहिँ त्यो के गर्नु त म त भ्लगर हो त भिडियो हाल्नेवाला हो कि म युट्युबर हो क्या युट्युबर अन्त यार यो मम्मीले भ्यार्थ्यो भने कमला त घाँटी पो गरे त त्यो खेलेर देखेर गाली पो गरेर है गाइस मलाई है होइन त्यो हारमा उसलाई रातो के हो जान्दैन के भयो हो यहाँ टिभीमा त उयो गर्नु पर्दैन हाल्नु न यहाँ यताकै फुपुलाई टिप्दै हो के भने भइहाल्छ नि सन्चो भने छ यहाँ लपकै छ कि जति पनि छ नि यार सधैँ के हो त ढुसी लाग्दो दिन पनि ढिसो लाग्दो होइन हौ अलिकति त्यो आकाश त अलि न्युन हुन्थ्यो त्यो परको क्लियर नभयो कि मौसम घाम त लाग्यो नि अलि ढुसी के त्यो वरिपरि चाहिँ यतिमा चाहिँ ल किम्बु त लठराममै किम्बुको त यहाँ बगैँचा नि टिप्यो खै कति भयो सन्चो भएर खानु गर त हेरे अलि छिटो टिप न यार जोस जागर छैन के हो जोस जागर जति हिजो रातिको 7 तिलै लाग्दै है बुढीको है 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 भनेको छौडा जस्तो के हो त्यो छौडा जस्तो अरे के को तर्साउने मलाई तर्साउनु आयो भने म टिनमा ठोक्ने हुँदै अनि रुँदै बस्ने त नि पुरै कञ्चना फिल्मको भुत फिल्ममा यसरी रुँदै बसिरहेको
लठराममै के हो नि ल अन्त बुढी ए किम्बु काल खतरा देखा यार कत्रो कत्रो यार ल है गाइजहरू सबै किम्बु काल खाना आउने यहाँ गोर्खा सिमजुङ हाम्रो गाउँमा मेरै बारीमा फ्रीमा क्या पैसा पर्दैन क्या तपाईँले के त जराइसहित उगाले त ठुल्ठुलो रहेछ यार तपाईँ नि खाने बुढी किम्बु काफल निको भएन अहिले ल ल गुलियो भए डेन्जर रहेछ त ठुल्ठुलो खानु म धेरै हुन्छ अरे लाग्छ नि फेरि कस्तो फल्या रहेछ नि नखान जात दिए डल्ली पाहा पाहा म यहाँ नि लारामा ल अँ नि लठराममै हो त यसपालि त के हो किम्बु काफल भबाल भयो मेरो बुढी ल्याएको यार किम्बु काफलले ठुल्ठुलो भएको आरू त पहिल्यै लठराममै थियो हौ रुखै भाजीका लठराम बढी भएर अझ धेरै खाएन भने घाँटी दुख्छ फेरि भातै खान नि फेरि अलि आएर अनि धेरै नखानु पर्यो अलिक पेट दुख्छ डल्ली यहाँ आइज दल्दीले डल्ली प्लास्टिक भरि बनायो यता आइज ने यहाँ यहाँ टिपु जरामै जा ए झर्ची भने छ बाँदर बारु लगोट टोक्छ फेरि यहाँ आइज यहाँ सजिलोमा टिप टिहालौ यहाँ हाँगामा जरामै गुलियो रहेछ आएको त बेसी यो रुखको चाहिँ इद्रो इद्रो रुमान के बिना फले आधा औ हेर यता टिप यहाँ टिप किन भन्छ ल बेस्tai जा एकदम तिमीलाई सम्झी पुरै हाँगा जरा हिँड्दा मकै त कस्तो भएर बा यता रहेछ नि कलिलो कलिलोको लठराममै लठराममै छ मम्मीले उति बलमेटे थियो यहाँ लठराममै छ कहाँ कहाँ ल यो मम्मी त यत्रो पातपुर टिपेर गएको ए किम्बु त कति खाइ किम्बु त अनि ए सानो सानो गिट्टा खानुपर्छ र के भेर भयो भने खै त्यो दुख्यो भने खै कति भयो बुढी ओहो चाकु ल ल ल ल जाउँ ए बाटोभरि बस् तपाईँको बोर्कोमा खाना नआउनु बल गर यार ल होइन तपाईँ हाम्रो जति भयो ल मम्मीले त्यत्रो लग्यो हाम्रो त प्लास्टिक भऱ्यो भने खिची तपाईँलाई पो थोरै यही हो बारी उता पाखा चाहिँ अब अर्को दिन देखाइदिउँ ल त्यता चाहिँ सुन्तलाहरू खोज्छ हजुरहरूलाई देखाइदिनु पर्ला त्यहाँ आउनु चाहिँ किम्बु काफल टिप्दैछ स्कुल लाने हो अनु ए बलमा जाँदा खाने गुड यही हो गाउँ चाहिँ मुनि गाउँ हो यो चाहिँ मुनि गाउँ हो अगाडि देखायो होइन हाम्रो घर चाहिँ बिचमा स्कुलमा मात्रै हो माथि घर चाहिँ त्यो बाँस रुखदेखिमा छ सो यति नै गाइस आजको लागि फेरि हामी नेक्स्ट भिडियोमा भेट्छौँ आजको लागि बाई बाई बुढोले बाई बाई गरिदिनु पऱ्यो है यस्तो त हो नि